दर्शकबिन नमस्ते। यो भिडियो हेर्नुहोला। झट्ट हेर्दा थाहा हुन्छ कि उनी उभिएर सहज तरिकाले हिँडडुल गर्न सक्दिनन्। छोटो दूरी चिच्न पनि हात पाउ टेक्नुपर्छ। अगाडिको हातको पन्जा र पछाडिको घुँडाले टेकेर अगाडि बढ्नुपर्छ। थाहा छैन उनले कति लामो बाटो तय गरेर यसरी घिस्रँदै चाहिँ पार गरिन्। उकालो ओह्रालो ढुङ्गो माटो चिजले कति कष्टपूर्ण यात्रा गरिन् होलिन्, के को लागि। यद्यपि जसो तसो उनी मतदान केन्द्रमा पुगिन्। घिसिँदै मतपत्र लिन र छाप हाल्न पुगिन्। थोत्तो लुङ्गी लगाएकी, उस्तै बर्को ओढेकी उनको त्यो परमेश्वरी भिडियो कसैले सामाजिक सञ्जालमा राखिदियो। क्याप्सनमा लेखेको थियो, निकै कहाली लाग्दो दृश्य छ यहाँ। उहाँहरूको अमूल्य मतको दुरुपयोग गर्न कसैलाई छुट छैन। यो भिडियो रोल्पाको थवालिङ स्थित तत्कालीन गाविस भवन मतदाता केन्द्रमा खिचिएको भनेर लेखिएको छ। यो भिडियोले मन छोएको छ सबै जनताहरूमा। हस्त धन्यवाद।